तपाईहरु वार्ता गरेर आउनुभयो एउटा खालको जेएनजीले त्यहाँ सहमति पत्र च्यात्तो एक खालको सहमति खास तपाईहरु किन यसरी विवादित भइरहनु भएको छ तपाईहरु च्यात्ने भने सहमत पनि म छैन यो सहमति भएको पनि कुरा अलिकति के समस्या आइदियो भन्दाखेरि जुन दिन 27 गते प्रधानमन्त्रीको नियुक्ति भयो त्यो राष्ट्रपति हामी सम्झौता गर्न चुक्यौं जेएनजीहरु सबैजना चुके त्यसको लागि एउटा मतलब दुःख छ र अबको यो सिग्नेचर राष्ट्रपतिसँग हुनुपर्छ त्यहाँ पनि सहमति भएको छ अहिले सिफारिस भएर गए राष्ट्रपतिसँग साइन भएन भने हामीले यो बुझ्नुपर्छ कि भोलि जसरी कुलमान घिसिङको निर्णय मन्त्रीजीको निर्णय सुप्रिम कोर्टले ढाल्यो कुलमान देव जितेन सके आउनुभयो त्यसरी भोलि सुप्रिम कोर्टले यो सरकारलाई प्रतिदान दिएन भने यो म्यान्डेटको यो सिग्नेचरको सहमति कसले कार्यान्वयन गर्ने र सम्झौताको वार्ता राष्ट्रपतिसँग हुन्छ भाइ यो हो अबको वार्ता राष्ट्रपतिसँग त्यो सिग्नेचर हुनुपर्छ किनभने त्यो पनि यो सबै भ्रष्टाचारको नियुक्तिहरू गरिने छ कहिले गरिने 1 महिनामा गर्ने हो कि 2 महिनामा गर्ने हो कि जसरी कार्की आयोगको 3 महिनाको डेट दिएछ भने यसको पनि त गर्ने भनेको चाहिँ परिषद गठन गर्ने एउटा सीमित लिमिट हुनु पर्यो नि त्यो कुराले गर्दाखेरि सबै दाइहरुले कुरा भएको छ जनि साथीहरुसँग कुरा भएको छ आज यो सहमति भएको छ यो सहमति राष्ट्रपतिसँग सहमति नहुन्जेसम्म यो बाध्यता हुने छैन त्यही भएर सबैजना सहमति हुन्छ विभाजित कोही हुनु न कहीं न कहीं प्रश्न नपाएर गर्दाखेरि कोही सहभागी नभएर गर्दै जानकारी नभएर गर्दाखेरि कोही साथीहरु रिसाउनु भएको छ त्यो अलिकति हामी टिनेजर हो जेएनजी हो त्यही भएर कति सामान्य त्यसै धेरै इस्यु बनाउनु भएन सबै जेएनजी साथीहरु एक हुनुहुन्छ र राष्ट्रपतिजीसँग साइन गर्नै पर्छ हामी त्यही अलिकति चुक्यौं के सुरु 27 गते त्यो साइन भइदिएको भए त्यही समस्या आउँदैन थियो रिफर्मेसन पोलिटिकल अपोइन्टमेन्ट भ्रष्टाचारको सबै केसहरु फाइल खुल्नु पर्यो एउटा पनि खुले छैन सुनकाण्ड टिबन्डु स्टेट त्यसपछि तपाईको मानव तस्कर केस कुनै पनि खुलेन नि यो खुल्नु पर्यो नि सबभन्दा पहिला अनि 23 गते चाहिँ आन्दोलनमा गोली हान्न आधा जिनीहरुलाई पनि पक्राउ गरेछ नि यो सरकारले यो विषयमा त अहिलेसम्म त्यो स्पष्टीकरण आएर जवाब दिन पनि सकेको छैन कुनै र यो आयोग पनि असफल भएको अवस्था आइरहेछ अब गृहमन्त्रीज्यूले अब क्यान्डल दिवसमा हिजो बानेश्वरमा अलिकति अन्तर्राष्ट्रिय रूपमा घेराउ गर्नु भएको छ भने खुसी लाग्यो उहाँको स्टेटमेन्ट अलिकति खुसी लागेको छ त्यस्तै भएन भने गाह्रो छ सर किनभने सबै जेएनजीहरु साथीहरुको चुनाव गराउने भनेको 20 अरबलाई जहाँ लाग्छ विश्लेषण गरेको फेरि प्रदेशको 20 अरब लाग्छ स्थानीय पनि 20 अरब लाग्छ पैसा आउने कहाँबाट चुनावले गर्दा होइन त्यही भएर साथीहरु सबैजना बुझ्नुपर्छ चुनाव भन्दा पहिला सुशासन पोलिटिकल अपोइन्टमेन्ट र संस्थागत भ्रष्टाचारको अन्त हुनुपर्छ र यो जसरी पनि नेपो बिभहरू 20 अरबको 20 लाखको 30 लाखको बेग सकाइरहेछन् डलर रिजर्भ सकाउने त्यो अन्त हुनुपर्छ र जबसम्म कारबाही गरिदैन तबसम्म आयोग यो सुप्रिम कोर्टको न्यायाधीशको नियुक्तिहरू पनि त्यस्तै छ पोलिटिकल अपोइन्टमेन्ट छ सबै त्यही भएर यो कति दिनमा गरिने हो निश्चित हुनुपर्छ अनि बल्ल चुनाव मात्र चुनाव भन्नु हुँदैन हस् धन्यवाद तपाई अहिले जसरी वार्ता